सम्पूर्ण कमरेडहरुमा सर्वप्रथम क्रान्तिकारी कमरेडहरु यो प्रशिक्षणको साथ यो संघ र टिमको टिप्पणीका हामीले काम सुरु गरेको छ। यसको संश्लेषण हाम्रो पार्टीका महासचिव कमरेडले गरिसक्नु भएको छ। यहाँ हामी यो स्कुलिङबाट यो ब्युरोको एउटा नयाँ रोडम्याप हामीले कोरेर हामी बाहिर जानेछौँ। यो पार्टीलाई हाम्रो पार्टीलाई यो 5 नम्बर ब्युरोलाई हाम्रो पार्टीलाई कसरी स्थापित गर्ने, हाम्रो पार्टीले लिएको राजनीतिक कार्यदिशालाई कसरी स्थापित गर्ने, हाम्रो पार्टीले लिएको कार्यदिशालाई कसरी स्थापित गर्ने र जनतासम्म कसरी पुर्याउने भन्ने विषयमा मोटामोटी यो प्रशिक्षणले एउटा चित्र कोर्ने काम गरेको छ। धेरै मेहनत गरेर स्कुलिङ विभागको प्रमुख, स्कुलिङ विभागका सदस्य कमरेडहरू, स्वयं महासचिव कमरेड यहाँ आएर प्रत्येक यसको अवलोकन गर्नुभयो, प्रशिक्षण दिनुभयो। हामीलाई हाम्रो पार्टीको कार्यदिशाको बारेमा मसिनो तरिकाले हामीलाई सिकाउनुभयो। मसिना कामहरू यो प्रशिक्षणबाट हामीले सिकेर व्यवहार त लागू गर्नको लागि हामी आजैका मिटिङबाट फेरि हामीले हाम्रो पार्टीको राजनीतिक उद्देश्य प्राप्त गर्नको लागि हामी फेरि फिल्डमा जानेछौँ। र तत्कालीन हाम्रो 6 महिने अभियान त हामीले ब्युरोबाट बनाएकै छौँ। तत्काल अहिले जो पार्टीले थप कार्यक्रमको एजेन्डा अगाडि सारेको छ, हामी त्योमा पनि चाहिँ के गर्नुपर्ने छ भन्दाखेरि हामी सहभागी हुनुपर्नेछ। तत्त र सम्बन्धित लिडरहरूसँग हाम्रो छलफल पनि चलेको छ। हामी निर्देशन पनि गर्नेछौँ। पार्टीले केही लिएका अगाडि नै सारेका केही महत्त्वपूर्ण निर्णयहरूलाई हामीले कार्यान्वयन गर्नुपर्नेछ। त्यसको लागि सम्बन्धित लिडरहरूसँग छलफल चलेको छ र हामी सबै सहभागी हुने गरी हामी चाहिँ आजका मितिबाट फेरि हामी यो अभियानलाई हामी निरन्तर गर्नेछौँ। यो स्कुलिङ प्रशिक्षण, भौतिक प्रशिक्षण हामी चाहिँ निरन्तर हामी अगाडि बढाउनेछौँ। जो कुरा हाम्रो महासचिव कमरेडले यहाँ संश्लेषण गरिसक्नु भएको छ। र कमरेडहरू, हामी राजनीतिक रूपमा अहिले पछिल्लो चरणमा अलिकतै यो वैचारिक रूपमा चाहिँ भोकाइरहेका थियौँ। हामीलाई महत्त्वपूर्ण जुन खालको हामी वैचारिक रूपमा धारिलो भएका छौँ, यो हाम्रो जीवनसम्म जुन देश हामीले खडा गरेका छौँ, यो युगसम्म चाहिँ के हुनेछ त भन्दाखेरि स्मरण हुनेछ। हामीले यसलाई व्यवहारमा लागू गर्नेछौँ। हाम्रो भौतिक शरीरलाई हामी चाहिँ जनता कहाँ लिनेछौँ, हाम्रो विचारलाई जनता कहाँ पुर्याउनेछौँ, एउटा ठुलो भौतिक शक्तिमा हामी चाहिँ जनतालाई बदल्नेछौँ र आगामी विद्रोहमा जनतालाई सहभागी बनाउनको लागि यो टिम निर्माण पार्टीले अगाडि सारेर चाहिँ योजना हामीले सफल बनाउनु पर्नेछ, काममा लाग्नु पर्नेछ। हामीले त्यो मसिनो तरिकाले हामी आत्तेर अधैर्यताका उत्पटाङ गरेर हामी गर्दैनौँ। हामी मसिनो तरिकाले, योजनाबद्ध तरिकाले हामी सबै लिडरसिपको टिमहरू, तलको चाहिँ जिल्ला स्तरको टिमहरू, हामी तलसम्मको टिमहरूलाई हामी एकपटक तल फर्काउँछौँ र हामीले लिएको चाहिँ टार्गेट अनुसार हामीले यो ब्युरोमा 448-58वटा हामी सेल कमिटी बनाउन भनेर निर्णय गरेका छौँ। हामी त्यो निर्णयलाई चाहिँ के आधार बनाउनेछौँ। हामी अब सुरु गर्नेछौँ। हामीले जनवर्गीयसँग हामी 1000 विद्यार्थीको सदस्यहरू वितरण गर्ने भनेका छौँ। महिलाका 200 सदस्यता वितरण गर्ने भनेका छौँ। हामीले दलितका त्यस्तै सबैसँग हाम्रो चाहिँ जबसम्म मोर्चाका सङ्गठनलाई व्यवस्थित गर्ने, पार्टीलाई व्यवस्थित गर्ने, आगामी एउटा चाहिँ विद्रोहलाई चाहिँ हामी के गर्ने, कमान्ड गर्ने हामी यो टिमलाई सक्षम बनाउन चाहन्छौँ। जो सोचिरहेका थियौँ त्यो आज हामीले के गरेका छौँ त बेस चाहिँ हामीले बनाएका छौँ। ब्युरोले चाहिँ के गर्नुपर्ने छ त भन्दाखेरि अहिले यथास्थितिवाद र प्रतिगमनका विरुद्धमा हाम्रो पार्टीले एउटा स्वतन्त्र धार खडा गर्नुपर्नेछ। हाम्रो पार्टीलाई हामीले देशभरि स्थापित बनाउनुपर्छ। यसका दुईटा तरिकाबाट चाहिँ हुन्छ। एउटा राजनीतिक हस्तक्षेपबाट चाहिँ हाम्रो पार्टीलाई स्थापित गर्नुपर्नेछ, एउटा हामीले जनसङ्घर्षको माध्यमबाट हाम्रो पार्टीलाई स्थापित गर्नुपर्छ। हाम्रो ब्युरो, जिल्ला, एरिया तलसम्म चाहिँ हामी के गर्नुपर्छ त भन्दाखेरि त्यो पार्टीको जगमा हामीले पार्टीलाई राष्ट्रिय स्तरमा चाहिँ सबैभन्दा क्रान्तिकारी, सबैभन्दा चाहिँ अग्रगामी, सबैभन्दा शक्तिशाली पार्टीको रूपमा
हाम्रो पार्टीलाई स्थापित गर्नुपर्नेछ। त्यसकारण यथास्थिति र प्रतिगमनका विरुद्धमा हाम्रो पार्टीले वैशाख 18 गते काठमाडौँमा विशाल प्रदर्शन गर्न सोचिरहेको छ। डेट जुन खालले फिक्स गरेको छ, हाम्रो यो ब्युरोलाई केही कार्यभार सुम्पेको छ, हामी त्यो पुरा गर्नुपर्छ। यहाँबाट हामीले 2 गाडी चाहिँ मान्छे लिनुपर्ने छ, केही आर्थिक अभिभार पुरा गर्नुपर्छ। त्यो हामी पुरा गर्ने गरी हामी यहाँ लाग्नेछौँ। हामी तत्त लिडरसँग छलफल गरिरहेका छौँ र हामी आफै फेरि सबै ठाउँमा गएर यसको तयारी गर्नेछौँ। यति मात्रैले पुग्दैन, त्योभन्दा अगाडि हाम्रा केही निश्चित पार्टीले दिएको जिम्मेवारी पुरा गर्नुपर्नेछ। त्यो जिम्मेवारी पुरा गर्नको लागि हामी सबै कमरेडहरू हामी छलफल चलिसकेको छ। हामीले यो बीचमा के गर्नेछौँ त भन्दाखेरि 3-4वटा जिल्ला 5वटा जिल्लामा हामीले अभियानलाई चाहिँ हामीले अलिकति यो पछि हाम्रो डेटभन्दा यो कार्यक्रम डिस्टर्ब भएको थियो। हामी त्यहाँ चाहिँ हामी 1500-700 मान्छेको उपस्थितिमा हामी राजनीतिक कार्यक्रम 18 गते भन्दा अगाडि, मे 1 भन्दा अगाडि हामी सक्नु पर्नेछ। त्योभन्दा अगाडि हाम्रो पार्टीले लिएको योजनाबद्ध अहिलेका भ्रष्टाचारीहरू, दलालहरू, सुत्खोरहरू, फटाहरू, अहिलेको प्रतिगामीहरू जुन खालले सलबलाइरहेका छन् र क्रान्तिका विरुद्धमा विस्पमन गरेका छन्, त्यसका विरुद्धमा हामीले के गर्नुपर्छ? भण्डाफोर गर्नुपर्छ, ओइल पेन्टिङ गर्नुपर्ने छ, मसाल जुलुस गर्नु, मतलब यी सबै सङ्घर्षका कामहरूलाई चाहिँ हामी योजनाबद्ध ढङ्गले अगाडि बढाउनु पर्छ। त्योसँगै हामीले थुप्रै काम गर्नुपर्छ। हामीले आर्थिक काम गर्नुपर्ने छ, हामीले राजनीतिक काम गर्नुपर्छ, हामीले सङ्घर्षका काम गर्नुपर्ने छ र पार्टीको केन्द्रले जुन आशा गरेको छ त्यो हामीले पुरा गर्नुपर्छ। हाम्रो यो शक्तिलाई हामी युनिफाइड गरेर यो शक्तिलाई चाहिँ हामी चाहिँ के गर्नुपर्ने छ? हामी किनभने हामी द्वन्द्ववाद पढ्यौँ, हामी द्वन्द्ववादी भएर होइन, हाम्रो पार्टी विभिन्न क्षमताले केन्द्रीकृत पार्टीलाई चाहिँ हामी के गर्नेछौँ त भन्दाखेरि यसलाई एउटा पार्टीको योजना अनुसार हामी अगाडि बढाउनेछौँ र हामीले जे छ हामीले जति गर्न सक्छौँ हामीले त्यो लक्ष्यलाई चाहिँ पुरा गर्ने गरी हामी बाहिर जाँदैछौँ। हामी आगामी दिनमा जिल्लामा फोर्स चाहिँ खडा गर्छौँ, राजनीतिक फोर्स खडा गर्छौँ। हामी यसले चाहिँ के गर्छौँ भने उद्देश्य प्राप्त गर्नको लागि हामी अगाडि बढ्छौँ।